यो रिडिङ चाहिँ हजुरहरूको फर यू पेजमा आइराखेको छ र यति बेला तपाईहरू आफ्नो पार्टनरसँग नो कन्ट्याक्टमा हुनुहुन्छ, सेपरेसनमा हुनुहुन्छ, एकदमै धेरै लङ टर्म भइसकिसक्यो, तपाईहरू सेपरेट हुनुभएको कुनै पनि चान्सेसहरू छैन जस्तो लागिराखेको छ भने सो हजुरहरूको बिचमा चाहिँ रिकन्सिलिएसनहरू चाहिँ आइराखेको छ। सो हजुरहरू दुवैजना चाहिँ एकअर्कामा चाहिँ हर्ट टु हर्ट कन्भर्सेसन गरिराख्नु भएको छ, हनेस्ट डिस्कस गरिराख्नु भएको छ, एकअर्काको फिलिङ्सलाई लिएर चाहिँ एकदमै हनेस्टली डिस्कस गरिराख्नु भएको छ। नो निड टु वरी, यो सिचुएसन चाहिँ इम्प्रुभ हुनेवाला छ। हजुरको यो सिचुएसन चाहिँ म्यारिजमा पनि कन्भर्ट हुनेवाला छ। सो देयर इज एकदमै बिग स्ट्रङ चान्सेस कि हजुरहरूको बिचमा चाहिँ रिकन्सिलिएसन हुन्छ भनेर। देन यु विल गेट लङ टर्म कमिटमेन्ट फ्रम यर पर्सन अल्सो। सो नो निड टु वरी, यो एकदमै राम्रो पोजिटिभ एनर्जीलाई चाहिँ बिलिभ गरेर आई क्लेम दिस पोजिटिभ एनर्जी भनेर कमेन्ट बक्समा कमेन्ट गर्न पनि नबिर्सिनु होला। र यदि हजुरहरू चाहिँ प्राइभेट रिडिङ गराउन चाहनुहुन्छ भने चाहिँ मेरो इन्स्टा यो ट्यारो टिरर 555 मा चाहिँ मलाई पर्सनली डिएम गर्न सक्नुहुन्छ। सो यो भिडियोलाई चाहिँ आफ्नो साथीहरूमा पनि सेयर गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू, हेभ अ गुड डे।